सुनौलो स्टोरीज। भुन्टु र तिहारको दियो। दशैँपछि आयो तिहार, बत्तीहरूको चाड, दियोहरूको चाड। सुनपानी गाउँ एकदम बदलिएको थियो। घर घरमा मखमलीका मालाहरू थिए। झ्याल झ्यालमा साना दियोहरू बलिरहेका थिए। बाटोमा रङ्गोलीका सुन्दर चित्रहरू थिए। भुन्टु बिहानैदेखि उत्साहित थियो। ऊ आँगनमा दौडिरहेको थियो। हजुरआमा, म आज दियो बाल्छु, म एक्लै, भुन्टुले भन्यो। हजुरआमाले मुस्कुराउँदै भन्नुभयो, बाल्नु बाबु, तर दियो बाल्नु भनेको सिर्फ आगो लगाउनु होइन, मनमा पनि उज्यालो हुनुपर्छ। भुन्टुले यो सुन्यो, पुरा बुझेन, तर मनमा राख्यो। कालु पनि बिहानै आइपुग्यो। उसको घाँटीमा आजको लागि एउटा नयाँ कुरा थियो। कसैले उसलाई सेतो धागो बाँधिदिएको थियो र उसको निधारमा टीका थियो, थप चम्किलो, थप राता। कालु, त पनि तिहारमा सजिस, भुन्टुले भन्यो। म सधैँ सुन्दर हुन्छु, कालुले आफ्नो पुच्छर घुमाउँदै भन्यो। आज कुकुरको पूजा हुन्छ, भोलि गाईको पूजा हुन्छ र हाम्रो सुन्तली, भुन्टुले भन्यो। म बाख्राको पूजा गर्छु, कालुले झट्ट भन्यो। बाख्राको पूजा गर्दा आलु अचार पाइन्छ कि? भुन्टु हाँस्यो। दिउँसो भुन्टुले हजुरआमासँग दियो बनाउन सिक्यो। माटोको सानो कचौरा, भित्र तेल, बत्ती, कपासको धागो। यसरी राख, हजुरआमाले देखाउनु भयो। भुन्टुले ध्यान साथ बनायो। उसका हातमा माटो लागेको थियो। जिब्रो अलि निकालेर, आँखा टाँसेर, एकदम सावधानी साथ। कालुले पनि आफ्नो दियो बनाउने कोसिस गर्यो। नतिजा थियो एउटा माटोको डल्लो जसको कुनै आकार थिएन। यो के हो? भुन्टुले सोध्यो। यो आधुनिक दियो हो, कालुले गर्वसाथ भन्यो। भुन्टु र हजुरआमा दुवै हाँसे। साँझ पर्न लागेको थियो। गाउँभरि दियोहरू बल्न थाले। एउटा एउटा गरेर घरहरू उज्यालो हुन थाले। भुन्टु आफ्नो दियो लिएर आँगनमा बस्यो। उसका हातमा सल्लाइ काठी थियो। अब बाल्ने? कालुले सोध्यो। एकछिन, भुन्टुले भन्यो। भुन्टुले आँखा चिम्लियो। हजुरआमाको कुरा याद आयो। मनमा पनि उज्यालो हुनुपर्छ। उसले सोच्यो, हजुरबाको स्वास्थ्य, हजुरआमाको माया, कालुको साथ, सुन्तलीको घन्टी, गाउँका सबै मान्छेहरू। उसको मन भरियो माया, कृतज्ञता र खुसीले। अनि उसले सलाई बाल्यो। दियोमा आगो बल्यो। सानो, कापिरहेको तर साहसी ज्योति। भुन्टुले दियो बिस्तारै आँगनको किनारामा राख्यो। त्यो सानो ज्योतिले आँगनको एउटा कुना उज्यालो पार्यो। कालु त्यो दियोको अगाडि बस्यो। उसका ठूला हेजल आँखाहरूमा दियोको ज्योति टल्किरहेको थियो। दुईवटा साना सुनौला लौ उसका आँखामा। दाई, दियो सुन्दर छ, कालुले फुसफुसाउँदै भन्यो। हो, र यो हामीले बाल्यौं। त्यसपछि भुन्टु र कालु गाउँभरि हिँडे। गाउँका बुढाबुढी जसले आफै दियो बाल्न गाह्रो थियो, उनीहरूको घरमा गए, दियो बालिदिए। एउटा बुढी आमाको घरमा उहाँका हात काँपिरहेका थिए। भुन्टुले बिस्तारै उहाँको हातमा दियो राखिदियो र आफूले सल्लाई बालेर दियो बालिदियो। बुढी आमाले भुन्टुको गाला थपथपाउनु भयो। भगवान दीर्घायु दिउन् बाबु। कालुले त्यो दृश्य हेर्यो। उसको मन भरियो। दाई, अरूको घरमा दियो बाल्दा हाम्रो मन किन उज्यालो हुन्छ? किनभने उज्यालो बाड्दा घट्दैन, बढ्छ, भुन्टुले भन्यो। राति घर फर्केपछि लक्ष्मी पूजा हुने बेला भयो। हजुरआमाले थालमा पूजाका सामग्री राख्नुभयो। फूल, अक्षता, दियो, मिठाई। परिवार एकसाथ बस्यो। हजुरबा, हजुरआमा, भुन्टु र कालु पनि छेउमा। हजुरआमाले लक्ष्मीको मूर्तिमा दियो बाल्नुभयो। हात जोडेर प्रार्थना गर्नुभयो। भुन्टुले पनि हात जोड्यो, आँखा चिम्लियो। लक्ष्मी माता, हाम्रो घरमा उज्यालो राख्नुस्, हाम्रो परिवार स्वस्थ राख्नुस् र मेरो कालुलाई पनि आशीर्वाद दिनुस्, उसले आलु अचार खान पाओस्। कालुले एउटा आँखा खोल्यो, मुस्कुरायो। बाहिर गाउँभरि दियोहरू बलिरहेका थिए। आकाशमा तारै तारा थियो। हावामा मखमलीको सुगन्ध थियो। सुनपानी गाउँ, उज्यालोले भरिएको, मायाले भरिएको। साथीहरू, तिहारको दियो सिर्फ माटो र तेलबाट बन्दैन। यो बन्छ मायाले, श्रद्धाले र अरूलाई उज्यालो दिने इच्छाले। जब हामी अरूको जीवनमा उज्यालो ल्याउँछौँ, हाम्रो आफ्नै जीवन झनै उज्यालो हुन्छ। तपाईको घरमा तिहार कसरी मनाइन्छ? कमेन्टमा भन्नुहोस्। सुनौलो स्टोरिज हेर्नु भएकोमा धन्यवाद। दीपावलीको शुभकामना। अर्को हप्ता फेरि भेटौँला।